This is Neymar, and if this random subscriber can beat him in a 1v1, I'm going to give him $500,000. I also got the Mr. Beast को एउटा भिडियो अपलोड हुन्छ when Neymar beat $5 lakh, I think 45 करोड भन्दा पनि बेसी हुन्छ होला इन्डियन करेन्सीमा। र त्यो भिडियोमा चाहिँ अन्तिममा नेमारसँग एउटा फुटबल च्यालेन्ज हुन्छ। त्यो त मलाई इन्ट्रेस्टिङ लागेन, तर बीचमा चाहिँ एउटा सेगमेन्ट थियो। त्यो सेगमेन्टमा चाहिँ एउटा सबभन्दा लामो समयसम्म सास रोकेर बस्नु सक्ने पानीभित्र गिनिस वर्ल्ड रेकर्ड होल्डर र एकपटि 5 जना यङ केटाहरू, नर्मल केटाहरू बीचमा च्यालेन्ज हुन्छ। जब त्यो वर्ल्ड रेकर्ड होल्डर मान्छे एकपल्ट पानीमा डुबिसकेपछि निस्किन नपाउने, तर त्यो 5 जना केटाहरू चाहिँ पालै पिलो गरेर निस्किँदै पस्नु पाउने एकैपल्ट। त्यो एकजना गिनिस वर्ल्ड रेकर्ड भन्दा बेसी टाइमिङसँग पानीमा पालै पिलो बितायो भने चाहिँ सास नफेरिकन त्यो केटाले त्यो च्यालेन्ज जित्नेवाला थियो। र त्यो च्यालेन्ज अब सुरु हुन्छ अनि भिडियोको अन्तमा आएर हेर्दाखेरि चाहिँ त्यो मान्छेले गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डरले चाहिँ 11 मिनट भन्दा पनि बेसी पानीमा सास रोकेर बस्छ। He's doing breathing techniques. Are you ready? Yes, run it. 3, 2, 1, go! They are both under the water. 5 average dudes versus the greatest breath holder on the planet. Hey, What? 5 what? Average. 5 slightly above average dudes. You guys might win this Lambo. Oh, he's already panicking. What did I say? Stay down. Dude, that was only 23 seconds. Hey, we're all dying for this. Wait, no, hey, he came up. Get out. Get in there. Get in there. Hold on, I gotta wait. Get in there. They are freaking out over there. Meanwhile, he's just zenning out. Push him down. Push him down. No way. It's only been 45 seconds. Push him down. These boys quickly realized just how difficult this challenge actually was. They're already on the third person. It's only been a minute. All right, 2 left over here. Before they knew it, they had put all the pressure on their one remaining player. What is this? That's a Lamborghini. No, this is your Lamborghini. My Lamborghini. Now get in there. You got this. You got this. Come on. Come on, Rage. Come on, Rage. Hey, calm down. Wait, he's panicking. Wait, is he gonna give up? Oh, no. Don't let him come up. Time's up! You guys lost. You're done. You're good. You guys only lasted 3 minutes and 13 seconds. Can we make sure he's alive? Don't worry, he's still very much alive and went on to hold his breath for 11 minutes and 45 seconds. I'm okay. कतिजनाले यो पनि क्लेम गर्छ मिस्टर बिस्टको भिडियो चाहिँ फ्याक हुन्छ, हामीलाई फ्याक देखाएको भनेर। एक्चुअली यसमा कतिवटा ब्रेकडाउन हुन्छ। मिस्टर बिस्टले आजको दिन कुनै पनि हालतमा फ्याक भिडियो बनाउन पाउँदैन, किनकि उसको नम्बर आजको दिन 40 करोड यानी कि 400 मिलियन्स भन्दा पनि बेसी बढेर गएको छ। र त्यत्रो सब्सक्राइबर बेस भएको मान्छेले चाहिँ आजको दिन फ्याक भिडियो एउटा पनि मिसलिडिङ भिडियो बनायो भने चाहिँ ब्याकलेस, रेपुटेसनमा खराब, ब्रान्ड भ्यालुमा ड्यामेज हुनु, ह्याम्पर हुनु, अनि अर्को कुरा युएस गभर्मेन्टले पनि उसको माथिबाट केही एक्सनहरू, रुल्सहरू लगाएर राखेको छ। र आजको दिन जतिजना युएसको टप कन्टेन्ट क्रिएटरहरूले एनालाइज गरेर हेर्दाखेरि मिस्टर बिस्टको भिडियो कुनै पनि हालतमा फ्याक निकाल्न सकेन। यति भन्नु क्लेम गर्न सकेको छ मिस्टर बिस्टले जुन चाहिँ एग्रिमेन्ट गरेको हुन्छ यति टाइमसम्म सुट गर्नुपर्छ भनेर, त्यो टाइमिङभन्दा बेसी उनीहरूलाई सुटिङमा काम लगाएको अथवा उनीहरूलाई बेसी नै टर्चर भएको। र कन्टेस्टेन्टले पनि आजको दिनसम्म कुनै पनि हालतमा क्लेम गर्न सकेको छैन मिस्टर बिस्टको भिडियो चाहिँ फ्याक हुन्छ या मिस्टर बिस्टले दिएको जुन चाहिँ पैसा चार्ज छ एकदमै कम्ती हुन्छ भनेर।